हेलो मित्रहरू, यो घन्टी घन्टी सूर्य सूर्य हलो हलो रुख रुख भनेर नहिँड्नुहोस्, धेरै चुदुर बुदुर नगर्नुहोस्। केही नापिँदैन यो मुला चुनावले। एउटा सानो कथा सुनाउँछु, सुन्न आउनुहोस्, बरु मन शान्त हुन्छ। कुनै एक देशमा दुई दम्पति रहेछन्, तिनको छोरो पनि जन्मेछ एउटा। अनि अलि दुःख रहेछन् सम्पत्ति नभएकाले। अनि श्रीमतीले भनिन्छन्, ए बुढा, होइन हाम्रो छोरो पनि जन्मियो, अब भार पनि बढो हामीलाई। अब यो पालन पोषण गरेर छोरो हुर्काउनु पर्ने, अब केही छैन। अब यसो केही उपाय गर्छौ कि बुढा? भनेपछि हो, के गर्नु त हौ बुढी भनेर बुढाले भने, होइन अब यसो परदेश जाऊ, कमाएर ल्याऊ। अब के गर्नु, म त सुत्केरी छु, कमाउनु गर्न सक्दिनँ, यसो दुःख जिउलो गरेर खाँदै गरौँला, कमाएर ल्याऊ भनेर बुढालाई भनिन्। अनि अब बुढालाई भने, लु हुन्छ त, म अब यसो जान्छु परदेशतिर, केही कमाएर ल्याउँछु भनेर हिँडे। झुली तुम्बा बोकेर एक दुई माना चामल बोकेर हिँडे परदेश जान। अब निकै टाढै थियो नि त। अब हिँडेपछि अनि गए बेलुका पल्लो गाउँमा पुगेछन्, दिनभरि हिँडेर। अनि बेलुका एउटा घरमा बस्न मागेछन्। अनि यसो गर्ने, ए बहिनी बास दिनु न मलाई पनि, आज यो म फलान देशतिर हिँडेको, यहाँ आइपुगेँ, बास दिन्न भनेर भने। हुन्छ नि बस्नु नि भने। अनि अब बस्नु भने, अनि होइन अब यसो मेरो पनि यो चामल पकाइदिनु न भनेर चामल दिएछन्। चामल दिए। अनि हुन्छ नि, हाम्रै पनि पाक्थ्यो, अब तपाईँले ल्याउनु भएको छ चामल रहेछ, हाम्रो त पिठो सिठो छ, पकाइदिउँला नि भनिन्। र अनि बसे ठक्क खाटामा बसे, गुन्द्रियो छेदेको छ। अनि एकछिन पछाडि त्यो घरका मालिक आए, घर बुढो। अनि बाहिरबाट भने, हे राड, के छ खबर? यहाँ पाहुना पनि आउनु भयो जस्तो छ भन्यो। अनि ठिकै छ हजुर भन्दै भित्र निस्किन्। राणा, अनि भात पाको भनेछ। पाक्दैछ हजुर भनिन्। ए लु त राण, यहाँ अब अतिथिलाई नि यसो के हो मिठो मसिनो हुन्। ठिक छ हजुर, उहाँले चामल ल्याउनु भएको रहेछ, अब हाम्रो पिठो छ, यसो ढिँडो पकाउँदैछु हामीहरूले, उहाँको चामल पनि बसाइदिन्छु भनेछन्। अनि एकछिन पछाडि, ए यो मान्छेको, यी बहिनीको नाम राण रहेछ भनेर त्यो पाहुनाले ठानेछ। कुरो बुझ्नु भएन कि? अनि एकछिन पछाडि भनेछ, ए राण कतिखेर भात पाक्छ भनेर त्यो पाहुनाले भनेछ। अनि राण भन्दा त्यो भाइमाईलाई रिस उठ्यो। तेरी राण हो म भनेर त्यसका चामल, त्यो पाक्न आँटेका आधा फिल्टर भएको चामललाई पोको पारेर लु लैजा, तेरी मैले भाग त यहाँ बस्दै नबस भनेर खेदाइछन्। भनेपछि यो कुरो नबुझ्दाखेरि दुःख पाइन्छ। यो थुतुनो र मुतुनो टुङ्गामा राख्नु भन्छ भनेको कुरो चाहिँ यहाँ सदुपयोग भयो। किनभने उसको बुढीलाई पो उसले माया गरेर राण भन्थ्यो त अर्काका पहिले राण भन्दा कसैले खप्न सक्छ त? भनेपछि यही हो मुखकी थुतुरी चुहुँदी कुटुरी भनेको। चुहुँदी कुटुरी भिजिया चामल पाक्न आँटेका रुमालमा पोको पारेर लिएर हिँड्नु पर्यो पानी चुहाउँदै। भनेपछि यो कथाले यो मुखलाई सम्हाल्नु पर्छ,
र यो के भन्ने के नभन्ने कहाँ के प्रयोग गर्ने कुन वाक्य कहाँ भन्ने कुरो यो वाक्य शुद्धि गरेन भने मान्छेले दुःख पाउँछ भन्ने यो कथाले मैले भने तपाईहरुलाई कस्तो लाग्यो र यही हो मुखकी थुतुरी चुहुदी कुटुरी मुखले नै संसार समेट्छ मुखले नै संसार बिगार्छ भन्ने कुरो मैले चाहिँ तपाईहरुलाई सुनाएँ तपाईहरुलाई कस्तो लाग्यो राम्रो लाग्यो अब लाइक शेयर कमेन्ट यसो ठ्यास पार्नु होला लागेन भने यस्ता मुला गए कथा भन्नु होला उँभो सार्नु होला ल यो चतरा धामको प्रसादी सम्झेर सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यस्ता कथा फेरि भोलि पनि लिएर आउँला सुन्न नबिर्सनु होला भन्दै आजलाई बिता जय जननी जय जन्मभूमि मेरो प्यारो नेपाल सबैलाई सद्बुद्धि देऊ देशमा शान्ति आओस् भन्दै आजलाई बिदा